जिन्दालाई धन्यवाद दिनुपर्छ। मैले सबैभन्दा धेरै चाहिँ जिन्दाईसँग अस्मिता दिदी छँदैछ, तपाईँहरू हाम्रो टिममा पर्छ। जिन्दालाई धेरै धन्यवाद दिनैपर्छ होला। मैले चाहिँ त्यत्रो रिसाएँ, कति धेरैचोटि रिसाएँ पनि भयो, अचम्म पर्छ। फेरि फर्केर चाहिँ दाइसित ल दाइ सरी गल्ती भएकै हो, मलाई नि सुटेकै हो भन्छ जिन्दाले विचार गरेर। यस्तो यस्तो खालको 4-5 पटक भयो है त, त्यस्तो पनि भयो त्यो भयो। अनि त्यही भएर मलाई ठ्याक्क चाहिँ धेरै कुराहरू जोडेको छ। मलाई त्यो आज कसरी भने त्यो अलि भइरहेछ है। खास कफीको कुरा त बेग्लै छ, अझै कफीको त अब के कुरा भने आफ्नो कुरा गरेको मैले त खास त यसरी नै भएको भनेर है। अब 130 भन्दा बढी भयो। अब त्यही हो, अब सबैजनालाई एकदम धेरै धन्यवाद है। सबैजनालाई चाहिँ कतैबाट चाहिँ त्यस्तो नराम्रो भने होइन, अब नराम्रो भएको अवस्था नै हुन्छ कि म बोलेन भने त्यसै नराम्रो भयो नि त होइन, नराम्रो अवस्था चाहिँ होइन। अब त्यही हो, सबैजनालाई धन्यवाद दिन चाहन्छु। सबैजना पनि अलिक चुप लगाएर घर सुत्थ्यो र यता हाइकी हाइकर उस गऱ्यो है। तपाईँहरू झ्याउलाई पनि सुनिदियो विचार है। कतिजनाले दिएछ, कतिजनाले चाहिँ अब नराम्रो बानी अथवा चाहिँ म फेरि यसरी नै गर्न लाग्छ। कफीको कुरा चाहिँ क्लासमा मात्रै गर्ने हो भन्ने, कफीको मान्छेसित मात्रै गर्ने हो भन्ने के लाग्छ। त्यो टिममा चाहिँ आफ्नो चाहिँ त्यो कुरा चाहिँ यसरी नै गर्छ कि एकदम खुल्ला भएर नमिलाइकन कि जे मनमा आयो त्यसरी कि ओपन भएर चाहिँ। अनि यो बोल्दा मलाई नि अलि त अलि त्यो फ्याक्ट त्यो एउटा एनर्जी आएको भयो कि बोल्दा त्यो चाहिँ मिलाएर भन्छु भन्ने पनि थिएन। तर सोचिदिरहेको कहाँबाट सुभाष भन्ने मान्छे सर हुन्छ भने त्यो ड्रिमको नि कता चाहिँ सर हो। मेरो घरको अब यस्तो पढेको मैले होइन तिनीहरू छक्क पर्छ, अचम्म पर्छ। त्यस्तो मलाई चाहिँ एकदम प्राउड फिल हुन्छ त्यो कुराहरूले, खुसी हुन्छ। अनि कहिलेकाहीँ घमण्ड पनि धेरै आस्तो हुँदो रहेछ कि त्यस्तो पनि हुँदो रहेछ। नराखेको जाने भएकै क्या हो भन्ने मान्छेहरू तारी खान्छ नि त, त्यस्तै नै हुँदो रहेछ। अनि त्यस्तो खालको कुरा नि त्यही भयो। तर कमजोरी फेरि आफ्नै रहेछ त्यो त्यही हो नि। तर त्यही भएर जिन्दाले सिका हान्छ। मलाई झ्याउ लाग्ने त्यो दिपेन्द्रलाई सिकाउनु मलाई झ्याउ लाग्ने, बोल्न पनि झ्याउ दिपेन्द्र भनेर बोलाउनु यो समस्या पनि घरमा नि अचम्म लाग्छ कि नत्र चाहिँ त्यो म आफूमा कति राम्रो कुराहरू आफूमै पाउँछु होइन, कति कुरा गर्नै झ्याउ लाग्ने कि। अनि गऱ्यो भने त्यही त। अनि अरूले चाहिँ अथवा दिपेन्द्रजीलाई सिकाउँदाखेरि दियाजीलाई चाहिँ कति बोलेको होला दाइ भन्ने नि हुन्छ नि त। खास चाहिँ नरहेछ कि बोलेको गर्ने नै रहेछ होइन। लाइफ नै त्यसरी जान्छ कि होइन। अब जिन्दाले त्यो फ्यामिली बोल्ने पनि लास्टमा भएर जान्छ। जसले बोल्यो त्यसले जाने, जसले बोलेको जानेन भन्ने कुरा नै फ्याक्ट कुरा हो खास। अनि म चाहिँ झ्याउ मान्दैन कि। अनि त्यस्तो हुन्छ मलाई कुरा लाग्छ। मलाई एउटा चाहिँ त्यो एटमोस्फियर मात्रै बनाएको होला जस्तो लाग्छ मलाई होइन। भोलिबाट नि आइरहेको छु, भोलि त भ्याउँदैन होला, पर्सितिर अब जहिले भ्यायो त्यही बेला आउने हो होइन। आउने कफी खाने, कहिलेकाहीँ ग्यादरिङमा नि बोलाउनु होला, कहिलेकाहीँ त्यस्तो, कहिलेकाहीँ रिफ्रेसमेन्टमा पनि बोलाउनु होला। अनि धेरै हामी कुरामा जानको लागि जाने, नत्र चाहिँ जान्छु भने जान्छु म, जानु त्यही त बोलाउनु भन्ने कुरा त्यही हो। कफी हो कहिलेकाहीँ आएर हाम्रो। तर मलाई चाहिँ त्यो जिन्दाईसित मेरो आफ्नै कनेक्सन छ, त्यो मलाई छोडेर गएको जस्तो पनि लागेन। त्यही भएर त्यो खुसीको मेरो कुराहरू छुट्टै छ। तर मलाई त्यो म छोडेर गएको अवस्था नै लागेन कि। किन हिजो नि बेलुका भात आएर खाएको, भोलि पनि आउनु सक्छ होला जस्तो गरेको म अलिक नाउज भएन। त्यो अल्छी लाग्छ त्यस्तो खालको कुराहरू चाहिँ छ। अनि म चाहिँ एकदम खुल्ला तरिकाले भनेको है। अब तपाईँहरूलाई भनेर चाहिँ त्यो मिलाएर भन्नु भने क्लासमा त मिलाएर पनि भन्नुपर्छ, कोहीसित त ठाउँमा त मिलाएर बोल्नुपर्छ। अनि खुलेर भनेको मैले है। दिदी दाइ सबैजनालाई धन्यवाद, दियाजीलाई पनि एकदम धेरै धन्यवाद, सबैजनालाई धन्यवाद। अब धेरै धन्यवाद, थ्याङ्क यू। नै थियौँ मेरो क्लासमेटहरूसँग, सुभाष सरसँग हाम्रो कुराहरू मिल्थ्यो। त्यति बेलादेखि नै उहाँ चाहिँ इन्सपाइरिङ नै हुनुहुन्छ। अनि अहिले चाहिँ आफ्नो
नयाँ जर्नी स्टार्ट गर्नुहुन्छ त्यो पनि हाम्रो लागि इन्सपिरेसन हो। त्यो हामीले पनि गर्न सक्छौँ। अहिले सुभाष सरको फ्यामिलीलाई जति प्राउड फिल भइरहेछ, हामी जिनमिस फ्यामिलीलाई पनि सुभाष सरदेखि धेरै नै प्राउड फिल भएको मलाई लाग्छ। अनि धन्यवाद, धेरै धेरै धन्यवाद। 4 वर्षको एक्सपिरियन्स हजुरको लागि धेरै राम्रो भयो भन्न चाहन्छु। अनि दिन स्टेजमा बोलाउँछु। सबैजनालाई नमस्ते। रुबीजीलाई धेरै धेरै धन्यवाद। र अनि हाम्रो सुभाष भाइलाई चाहिँ यार 4 वर्षको होइन जिनमिन्समा दिएको टाइम, डेडिकेसन्स अनि आफ्नो सबै कुराहरू के यो 4 वर्ष किन भन्दाखेरि नट अ जोक के एउटा व्यक्तिको लागि होइन। अनि त्यो जिनमिन्सको पार्टहरू यही नै मनपर्छ क्या। जस्तै रुबीजीले कति कुराहरू बिचमा अब त्यो भन्ने छ तर मुखबाट व्यक्त भएको छैन, प्र्याक्टिस छैन नि त। तर जिनमिन्समा चाहिँ यही कुराहरू काउन्ट हुन्छ के होइन। जानेको मान्छेले त त्यसै जान्छ कि, तर नजान्ने मान्छेलाई अनि यही कुराहरू अघि हाम्रो सुभाष भाइले नि भन्यो नि त, फ्यामिलीले यस्तो मान्छेले नि पढायो है भन्ने खालको कुरा। अनि यही कुरा सुनेर उसले फेरि भित्र मनमा चाहिँ दङ्ग फुरुङ्ग हुने कुराहरू त्यो हुन्छ नि, एक्सप्रेस नगरे तापनि दङ्ग हुने कुराहरू कि। अनि जिनमिन्सको जे जस्तो भने तापनि यही कुराहरू लाग्छ क्या मलाई। किनभने मैले फिल गर्छु कि यो खालको कुरा। किन भन्दाखेरि म आफै पनि त्यही खालको हो कि, जिनले यार गरे यार हुन्छ नि यो कुराहरू के मान्छेले नभने त अनि म फिल गर्न सक्छु। किन भन्दाखेरि म पनि त्यही खालको हो, यसले कुनै बेला सक्छ र यसले यस्तो खालको गर्छ र भन्ने खालको कुराहरूले गर्दा नै नगर्ने मान्छेले नि गर्छ है भन्ने खालको म चाहिँ त्यसरी बिलिभ गर्छु कि। त्यस कारणले गर्दा पनि हो। अनि सुभाष भाइलाई एकदमै धेरै धन्यवाद यो 4 वर्षको जर्नीको लागि। किन भन्दाखेरि यो जिनमिन्सको जति यो हुन्छ नि त, एउटा घर बन्नको लागि जग बलियो हुन्छ भने जस्तै जगमा इँटा थप्ने कामहरू चाहिँ अनि सुभाष भाइले गरेको छ कि होइन। अनि यो जिनमिन्सको त्यो अलिकति त्यो ग्रिनरी ल्याउने पाटोमा चाहिँ सुभाष भाइको ठुलो हात छ भन्ने खालको कुराहरू के। अनि म अझै पनि याद गर्छु, हामीले यसरी त ल थ्याङ्क यू यहाँ भनेर म भन्दिनँ, यसले पनि मलाई त्यस्तो टाइपले भन्दैन, मैले पनि यसलाई त्यसरी सिधा भन्दिनँ। कहिलेकाहीँ भयो भने छोड्दैन त्यो यस्तो यस्तो नगर भन्ने तरिकाले भन्छु, तर यो तरिकाले चाहिँ भन्दैन। तर पनि आज चाहिँ मैले उसले जसरी त्यो एक्सप्रेसै गरोस् भनेर आजको यो हेर्दा यो फेयरवेल जस्तो फर्मालिटिजको लागि गरे तापनि तर उसले चाहिँ आफ्नो कुराहरू व्यक्त गरोस् है भनेर नै मैले यो खालको कार्यक्रम चाहिँ गर्नुपर्छ भन्ने भएको थियो। हाम्रो कुराहरू पनि भइरहेको थियो, त्यति साह्रो पर्दैन भनेको थियो, तर पनि एउटा व्यक्त गर्ने माहौल चाहिँ बनाउनु पर्छ है भनेर चाहिँ मैले त्यो भनेको कि। किन भन्दाखेरि उसको यहाँको रमाइलो, ह्याप्पिनेस, उसको नर्भसनेस, उसको एङ्गर हुन्छ नि, त्यो जजमेन्ट सबै कुराहरू उसले यहाँ चाहिँ एक्सप्रेस गरोस् भनेर नै यो खालको कुराहरू हो कि। अनि त्यस कारणले गर्दा पनि अनि भाइलाई किन भन्दाखेरि पहिलाबाट चिनेको कारणले म आफैले नि कफी सिक्दै थियो, अनि मैले क्याफे खोल्दैछु भन्ने खालको कुराहरू त थियो। अनि दाइ मनिष गर्नु पऱ्यो के गर्ने भन्दै मैले अझै होल्ड गराएको। हाम्रो रेडी हुँदै अहिले सुभाषको स्थिति जस्तो छ त्यस्तै स्थिति थियो। मैले सुरु गर्दैछु रोकी भनेर अनि फर्स्ट ब्याचमा चाहिँ सुभाषहरू यसरी जोइन भएको क्या। अनि हाम्रो सुभाष भाइहरू जोइन हुँदाखेरि चाहिँ त्यो के थियो भन्दाखेरि दाइले के गर्छ कसो गर्छ भन्ने खालको भन्दा पनि उसले चाहिँ त्यो डाइरेक्ट बिलिभ गरेको हो कि दाइसँग आइसके पछाडि म सेक्योर हुन सक्छु है, म सुरक्षित ठाउँमा छु है भनेर एउटा हुन्छ नि त्यो आमाको अगाडि बच्चा आउँदाखेरि बच्चा कस्तो सेक्योर फिल गर्छ नि, लाइक हो त्यो मलाई त्यो खालको फिल चाहिँ भएको थियो। अनि मलाई पनि एउटा फेरि के थियो भन्दाखेरि एउटा समय एउटा संस्था कुनै संस्थामा 9-10 वर्ष काम गरेर नयाँ आफ्नो भनौँ न एउटा जर्नी सुरु गर्नु थियो मलाई पनि। अनि मलाई सुरुको जर्नीमा विश्वास गर्ने मान्छे होइन, अब गाह्रो हुन्छ नि त। त्यो बेला मेरो फर्स्ट ब्याच हो भनेर मैले त्यही भएर जहिले पनि फर्स्ट ब्याचलाई चाहिँ जहिले पनि सम्झिन्छु कि हाम्रो सचिन भाइ बिचरा अब अहिले अब यहीँ हुनुहुन्न, अब भनौँ न अब बितेर गयो बिचरा भाइ, तर एकदम नजिकको भाइहरू यिनीहरूसँगै आएको कि एकदम अब जसरी अब दाइ भनेर उनीहरू मसँग त्यो हुरुक्कै भएर आउने त्यसरी नै आइरहने त्यो भाइहरू साकालाजीहरू त्यसरी कनेक्सन भएर फर्स्ट ब्याच
बाट अनि हाम्रो जिनमिन्सको जर्नी सुरु भएको हो कि त्यही भएर यो भाइहरू चाहिँ किन भन्दाखेरि चाहिँ त्यस पछाडि फेरि कोर्स सुरु गर्यो, त्यस पछाडि इन्टर्नसिप चाहिँ गर्यो। भनौँ न त्यो कोर्सले जस्तै आजकल त्यो क्लासले चाहिँ कतिले कन्फ्युजन हुन्छ कि बुझे जस्तो हुन्छ, नबुझे जस्तो हुन्छ। इन्टर्नसिप जबसम्म त्यो एउटा खालको हुन्छ नि, त्यो एउटा समयसम्म अहिले गुड्डु भाइले गरे जस्तै हो कि त्यो जबसम्म म थाकेको छैन भनेसम्म कन्टिन्युस आइरहेको छ नि, आउने नै यही हो। उसले गरेको पनि त्यही कुराहरू हो कि कन्टिन्युस गरिरहेको छ कि त्यस पछाडि ऊ थाकेन होला, तर हामीले चाहिँ अब चाहिँ उसलाई चाहिँ टर्न गर्नुपर्छ, तान्नुपर्छ भनेर स्टाफको लागि चाहिँ हामीले अप्रोच गरे वरिष्ठमा। उसले त अब किन भन्दाखेरि यहाँ दसैँ तिहार आउँदा पनि अरू छुट्टीमा हुन्थ्यो कि, कोही कति लामो छुट्टी के भन्थ्यो, ऊ स्ट्यान्ड बाई हुन्थ्यो। जब अरू छुट्टी हुन्थ्यो सुभाष ट्याक्क ब्याकअप भनेर चाहिँ त्यसरी खालको हुन्थ्यो। यो तरिकाले गर्दा 3-4 वर्षको यो खालको जर्नीहरू यसरी गऱ्यो। अनि पछाडि इन्स्ट्रक्टरको रूपमा पनि अब मलाई लागेकै थिएन कि अब ऊ अलिअलि त्यो भन्यो नि त अघि इन्ट्रोभर्ट खालको काम चाहिँ गर्यो, काममा पनि कम्युनिकेसन्स गर्न कहिले काहीँ गाह्रो हुन्थ्यो भाइसँग। तर पनि अब त्यो अरूलाई पढाउने गाइड गर्ने कुरा त गाह्रो हुन्छ नि त, तर पनि गर्ला भन्ने सोचेको थिएन। त्यो गरेको देख्दाखेरि त म आफै पनि उसको हुन त त्यो पर्सनल लाइफलाई हेरेर अनि यो जर्नीसम्म आउँदा त म आफै पनि दङ्ग पर्छु कि, किन भन्दाखेरि उसले गरेर देखाए। अब म चाहिँ अब यति चाहिँ अब 100 मा 200% म चाहिँ ग्यारेन्टेड छु कि उसले चाहिँ आफ्नो लाइफमा चाहिँ हरिपै गर्छ, दामी नै गर्छ भने। किन भन्दाखेरि मैले प्रुफ देखिसकेँ कि, धेरै खालको प्रुफहरू देखिसकेँ। अनि उसकै थ्रुबाट भनौँ न जिनमिन्समा कतिजनाहरूलाई चाहिँ त्यो टिचिङ गर्ने कामहरू गरेँ। अब इभन यहाँ यसरी बोल्ने कुरा नै पहिला कसरी बोल्छ होला जस्तो लाग्थ्यो, अहिले यो कुराहरू ठुलो लागिसक्यो कि होइन। अनि उसले अनि सबैभन्दा मलाई बेस्ट पार्ट के भन्दाखेरि कहिले पनि मलाई स्यालेरी कति भनेर सोधेन कि, स्यालेरी थोरै भयो भनेर मलाई कहिले पनि यो कुराहरू गरेन कि। किन भन्दाखेरि अनि फेरि अब म आफूलाई पनि स्यालेरी सोधेको छैन यही हो भनेर त्यस्तो पनि लागेन कि यो खालको कुराहरू। किन भन्दाखेरि 2 वेमा ऊ अहिले छ नि त हाम्रो, किन भन्दाखेरि अलरेडी जानेको मान्छेहरूले त्यो खालको आफ्नो खोज्छ होला, तर कस्तो हुन्छ भन्दाखेरि उसलाई पनि गाइड गर्नु पनि थियो अनि उसले पनि लर्न गर्दै आउँदै थियो कि। यो 2 पाटोबाट मिलेको कारणले गर्दाखेरि यस्तो कुराहरूले चाहिँ जोडेको थियो कि जिनमिन्सलाई चाहिँ। फेरि सुभाषले बोलिहाल्यो, मैले पनि बोल्दाखेरि ला आमा हाय आउला भन्ने खालको कुराहरू भयो। तर यो बेला चाहिँ मैले भनिहाल्नुपर्छ भन्ने खालको कुराहरू लागेको भएर अनि भाइलाई त एकदमै धेरै स्टार्टअप गर्दैछ, त्यसको लागि अलवेज हामीबाट सपोर्टहरू, साथ सहयोगहरू जुनै पनि कुराको लागि अलवेज रहनेछ। र भाइलाई भनौँ न एउटा त्यो सर्भिसको लागि चाहिँ एकदमै धन्यवाद भन्न चाहन्छु। सँगसँगै अरू पछाडि पनि त क्लासहरू हुन्छ, रन भइरहेको हुन्छ, त्यति बेला पनि भाइ म क्लास खालिसकेको छैन ल म लिइदिन्छु है भने पनि अलवेज वेलकम छ यो ठाउँमा होइन। अनि जसरी फ्यामिलीको तरिकाले खाना राखेछ कि राखेको छैन अथवा हुन्छ नि ल म आएँ है कति बेला हो भनेर अलवेज यो ठाउँको लागि चाहिँ ओपन छ भन्ने तरिकाले चाहिँ त्यसरी लिँदा पनि हुन्छ। भाइलाई फेरि पनि थ्याङ्क यू। र अनि अपकमिङ डेजको लागि पनि बेस्ट विसेस। र है यो एउटा सुबिजीले भने जस्तै फर्मालिटिजको लागि भए तापनि है हाम्रो सम्बन्ध सधैँ रहिरहनेछ, तपाईँको सपोर्ट चाहिँ सधैँ रहिरहनेछ है। अनि कहिलेकाहीँ यताउता भयो नि यो चाहिँ गलत हो, यो चाहिँ गर्नु हुँदैन भनेर पनि अलवेज म चाहिँ यसो खबरदार पनि गर्छु ल भाइलाई। ल थ्याङ्क यू है। धेरै धन्यवाद।